श्रीमतीलाई खुसी राख्नको लागि श्रीमानले के गर्नुपर्छ? माया गर्नुपर्छ। माया गरेर पुग्छ? के गर्ने त अनि लाउन दिनु पर्यो, खाना दिनु पर्यो, त्यही त हो त। गर्नुपर्छ। के हो त्यो भने? स्वागत मनाउनु पर्छ। कस्तो खालको को मान्छे आए? मरेको श्रीमतीलाई चाहिँ विधवा भनिन्छ भने हैन, मरेको श्रीमानलाई चाहिँ के भनिन्छ? ए त्यस्तो हो। रारा के भन्छ? रारा रे रारा 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 भन्नु हाम्रो चाहिँ त रारा भन्छन्। रारा स्वानी मरेकोलाई हो। पूर्व फर्किएको कालो गाईको पुच्छर कता फर्किएको हुन्छ? पश्चिम फर्किहाल्छ नि। पश्चिम फर्किन्छ। ए भुइँतिर होइन कसैले भनेको छैन। 87, 88, 79 मा कुन ठुलो? 87, 88, 79 मा 79 नै ठुलो। कसरी? ए 87, 88, 79 गन्दै जान्छ? 88, 88 ठुलो। त्यही त गन्दै जान्छ त कसरी? 87, 88, 79 80 त 80 हो हैन। 87, 79, 80, 81, 82, 83, 84, 85, 86, 87 88, 79 79 नै ठुलो हैन हैन नि। दाइले सोध्नु न। 79 नै ठुलो। 80, 81, 82, 85, 86 कन्डमलाई नेपालीमा के भनिन्छ? दाल। ल पहिले आइहाल्यो नि। कस्तो एक्सपिरियन्स रहेछ यार तपाईँ त। नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु। म उपस्थित भइसकेको छु चन्द्र मगर र तपाईँहरूले देखिरहनु भएको छ फ्रेममा एकदम जल्दो बल्दो नेपालको एकदम उहाँ त भाइरल पनि हुनुहुन्छ हैन, कलाकार तथा मोडल तेजेन्द्र परियार कलौटे भनेर पनि उपनामले चिनिन्छ उहाँ हुनुहुन्छ। त्यसै गरी गायिका हुनुहुन्छ भूमिका पुन मगर, उहाँले पनि धेरै गीतहरू गाउनु भएको छ, खास गरी चाहिँ पश्चिमेली गीतहरू गाउनुहुन्छ। त्यसै गरी उहाँ हाम्रो यहाँ मठसम्म आएर चाहिँ हामीले रुकुममा भेटेका छौँ। हामीले देख्दाखेरि हामीले नयाँ भए पनि उहाँ पनि धेरै मेहनत गरिरहनु भएको छ। एकमुष्ट रूपमा स्वागत गर्न चाहन्छु। स्वागत छ यहाँहरूलाई। नमस्कार, धेरै धेरै धन्यवाद। नमस्ते, धेरै धन्यवाद। हजुरको परिचय एकचोटि फेरि दिनु। नमस्ते, मेरो नाम विजय तिरुवा, घर रुकुम पश्चिम, चौरजारी नगरपालिका, वडा नम्बर 12। हजुरको? नमस्ते, मेरो नाम भूमिका पुन मगर, घर चाहिँ बागलुङ बुर्तिबाङ, ढोरपाटन नगरपालिका 3, बसाइ चाहिँ काठमाडौँतिरै छ। अब हजुरको त परिचय दिनु पर्दैन, त्यही पनि एकचोटि। नमस्कार, म कलाकार तथा मोडल तेजेन्द्र परियार, यानी कि कलौटे भनेर सबैले चिन्नुहुन्छ। मेरो घर गुल्मी जिल्ला मुसिकोट नगरपालिका 9 ददलकामा पर्छ। मेरो खास टोलकै नाम भन्ने त्यहाँ मलाई तेजेन्द्रले कहिल्यै पनि ददलकाको नाम लिन्न भन्नेलाई आज म बोलेको छु। सबैले हेरिदिनु होला। ल ठिक छ। तपाईँको हालखबर के छ? हालखबरबाट सोधौँ, तपाईँको हालखबर के छ? म आज अलि बिरामी छु सर। हेर्दाखेरि पनि अलिकति पहिलाको भन्दा पहिला चमक थियो, अहिले अलिक घटेको जस्तो चाहिँ महसुस भएको छ। बिरामी हुनुहुन्छ है? अलि बिरामी। तपाईँ गेट विल सुन छिट्टै निको हुनु होला, औषधि खानु होला, यो अन्तर्वार्ता सकिने साथ मेडिकल जानु होला। त्यसको लागि शुभकामना छ। हजुरको के छ हालखबर? मेरो पनि एकदम ठिकै भनौँ। अब यता अलिकति चिसो पनि छ। चिसो छ? चिसोले यो स्वरहरू बसिरहेछन्। त्यसको लागि तातो पानी खानु होला, तपाईँ पनि केयर गर्नु होला। हजुरको चाहिँ के छ? एकदम ठिक छ, राम्रो छ। तपाईँहरूलाई यहाँ आउनुभयो, स्वागत सँगसँगै खुसी लाग्यो। पहिलोचोटि ट्याक्क यो सबै तपाईँहरू दर्शकमा चाहिँ हाम्रो प्रतिवाद बिसाउने एउटा अवसर पाइयो। ल ठिक छ, हामी चाहिँ कुराकानी गर्दै जान्छौँ। केही क्वेसनहरू पनि म गर्छु होइन, तपाईँहरूले चाहिँ उत्तर पनि दिनुपर्ने हुन्छ। तयार हुनुहुन्छ? एकदम तयार। म त तयार। तपाईँहरू गीत पनि सुनाउने छ। ल सर्वप्रथम म छेउमै हुनुहुन्छ, तपाईँलाई सोध्छु है त एउटा क्वेसन। एउटा गाईलाई 4 तलाबाट झार्दियो भने के हुन्छ? एउटा गाईलाई 4 तलाबाट झार्दैसी त बर्बाद भइगयो नि, गाई मर्ला त। मर्छ? कसरी मर्छ भन्नु त? अनि मरेन त अनि 4 तला माथिबाट तल झारेसी त मरिहाल्छ नि। यही हो क्वेसन, उत्तर तपाईँको हो त? 4 तलाबाट झार्यो भने मर्छ? गाईलाई 4 तलाबाट, एउटा गाईलाई 4 तलाबाट झार्दियो दुध हो क्या? दुधको हो क्या गाईको? होइन, मलाई थाहा भइसक्यो। मैले दुधको भनेकै छैन। मैले तपाईँले सोधे प्रश्न मैले भनिदिइसकेँ। होइन, प्रश्न चाहिँ एउटा गाईलाई 4 तलाबाट झार्दियो तर के हुन्छ? तर दुधको होइन नि त। तपाईँलाई चाहिँ त्यस्तो लाग्यो? मलाई लाग्यो। तपाईँको विचारमा दुधको हो। हुन त तपाईँले एउटा गीत खेल्नु भएको छ, गाई कालो गाईको दुध सेतो छ, त्यो भएर त्यो होला। के हो त हजुर भन्नु त? गाईलाई 4 तलाबाट झार्दियो भने के हुन्छ?
झार दियो भने झार खान्छ उसले झार भने घाँस गुड माइन्ड बनायो नि त के रहेछ झार दियो अरे खान्छ नि तपाईँ त 4 तलाबाट झार दियो भने भन्नु भएको छ नि त त्यही त 4 तलबाट झार दिएको क्या खाने झार झार दियो भने खान्छ झार क्या झार हो त्यो माइन्ड लाउनु पर्छ नि त मैले जाने है ल दुईजना फेल खानुभयो उहाँ 1 नम्बर पाउनु भयो त सोध्नु आएको थिएन होइन मैले बिचमा त सोधेको थिएँ नि ल यो पहिलो क्वेसन भयो है त अब सेकेन्ड क्वेसन सेकेन्ड क्वेसन तपाईँ नजिक तपाईँबाट सुरु गर्नु त नि होइन तपाईँको गाई कालो गाईको दुध सेतो छ भन्ने गीत सम्बन्धी चाहिँ थोरै मिल्छ क्या पूर्व फर्किएको कालो गाईको पुच्छर कता फर्किएको हुन्छ पश्चिम फर्किहाल्छ नि पश्चिम फर्किन्छ ए भुइँतिर होइन कसैले भनेको छैन भुइँतिर चिटिङ भयो जस्तो है होइन आफैले भने आफै भने यो चाहिँ भुइँतिर तपाईँले पनि 1 नम्बर पाउनु भयो ल भुइँतिर फर्किन्छ ठिकै हो ल यो राम्रो तिमीलाई सोधेको ल उसलाई पनि म अहिले सोध्छु तपाईँलाई नि एउटा सोध्छु बिहे गरेको श्रीमानले श्रीमतीलाई खुसी राख्नको लागि श्रीमानले के गर्नुपर्छ माया गर्नुपर्छ माया गरेर पुग्छ के गर्ने त अनि लाउन दिनु पर्यो खाना दिनु पर्यो त्यही त हो त के लाउनु दिनु पर्यो खाना दिनु पर्यो अनि माया गर्यो भने घरको श्रीमती खुसी के प्रश्न फेरि भन्नुहोस् त त्यही त बिहे गरेको विवाहित श्रीमानले श्रीमतीलाई खुसी राख्नको लागि के गर्नुपर्छ त्यही हो माया गर्नुपर्छ तपाईँको विचारमा माया गर्नुपर्छ खाना लाउनु दिनुपर्छ केही अभाव बनाउनु बिहे गरेको श्रीमतीलाई खुसी राख्नु पर्यो हजुर त विवाहित हो नि त हजुरको श्रीमती के गर्दा खुसी हुन्छ अब माया गर्दा खुसी हुन्छ लाउन खाना दिनु पर्यो होइन त्यतिले पुग्छ बिहे गरेको श्रीमतीलाई खुसी पार्नलाई के गर्नुपर्छ जस क्या खुसी राख्नलाई श्रीमतीलाई खुसी राख्नलाई श्रीमानले चाहिँ के गर्नुपर्छ खै अब त्यो अब त्यही हो म त जस तपाईँको विचारमा माया गर्नुपर्छ खाना लाउन दिनुपर्छ हो हजुरको विचारमा के हो सिन्दुर लगाइराख्नु पर्ने होला सिन्दुर लगाइराख्नु पर्छ हो त्यो पहिचानका लागि त्यो पनि राम्रो हो ल हजुर के भन्नुहुन्छ खुसी राख्न खुसी बनाउनु पर्यो त्यही त खुसी राख्नलाई खुसी बनाउनलाई चाहिँ फेरि के गर्नुपर्छ उसका इच्छा चाहनाहरू म सजिलो क्वेसन आइक्यू टाइपको थाहा मलाई ट्याक्क कन्सेप्टमा आएन अब उसका चाहनाहरू त्यसपछि होइन माया प्रेम सबै होइन उसका इच्छा चाहनाहरू पुरा गरिदिनु पर्छ त्यसपछि उसले चाहिँ इच्छा लागेको जस्तै घुम्न जाने माया गर्ने खाना दिने लाउन दिने अब मनमा लागेको इच्छा चाहनाहरू पुरा गर्यो भने खुसी हुन्छ म भनौँ के भन्ने तपाईँ त्यो प्रश्नको उत्तर ल भन्नु त एउटा भन्दैछु न बिहे गरेको विवाहित श्रीमानले श्रीमतीलाई खुसी राख्नको लागि के गर्नुपर्छ गर्नुपर्छ के हो त्यो भने स्वागत मनाउनु पर्छ कस्तो खालको को मान्छे आए स्वागत मनाउनु पर्छ किन हाँस्नु भयो तपाईँ किन हाँस्नु भयो अचानक आए अचानक गए उता छोड्दिनु अब किन हाँस्नु भयो होइन कोही चन्द्र यस्तो गर्न आउनु भनेर हाँसेँ कि म त ए हो कि अर्कै केही अचानक बात यस्तो ठिक छ उहाँ दुईजनालाई त्यो सोधेँ होइन तपाईँलाई चाहिँ घरको श्रीमानलाई खुसी राख्नको लागि श्रीमतीले के गर्नुपर्छ मैले त बिहे गरेको छैन के थाहै छैन के हो त्यही पनि एउटा हुन्छ नि प्लानिङ हुन्छ एउटा सोचाइ हुन्छ मैले बिहे गरेर जाने हो बिहे गरेपछि मेरो श्रीमानलाई खुसी राख्नुपर्छ खुसी राख्नको लागि यस्तो चिज गर्नुपर्छ भन्ने हुन्छ नगर्नु न तपाईँ यता कस्तो को बाउलाई नि आएछ यहाँ उता जानु भने ल विवाहित श्रीमानलाई खुसी राख्नको लागि श्रीमतीले के गर्नुपर्छ विवाहित श्रीमानलाई अब मैले बिहे गरे अब के मतलब तपाईँको एउटा पोइन्ट अफ भ्यू उत्तर दिँदा के भन्नु चाहनुहुन्छ के भन्ने उसलाई उसले चाहेको ठिक छ तपाईँ अविवाहित तपाईँसँग श्रीमान छैन बोयफ्रेन्ड त होला नि त बोयफ्रेन्ड पनि छैन कि म त त्यस्तो पीडित अहिलेसम्म बोयफ्रेन्ड छैन बिचमा बसेर त्यस्तो त्यही पनि म छोडेको हो ब्रेकअप भएको छोडेको होइन छैन क्या यस कारण नभएको किन तपाईँकोसँग किन नभएको किन तपाईँलाई बोयफ्रेन्डलाई श्रीमानलाई खुसी राख्नुपर्ने त्यो उनी रहेनछ सोचाइ नि अनि
त्यो सोचाइ छैन अब के थाहा त नि जस्तै माया गर्नुपर्छ अफ द टाइम दिनुपर्छ अथवा उहाँले भनेको मान्नुपर्छ अथवा किचकिच गर्नु हुँदैन हुन्छ नि त हरेक होला त नि उसको इच्छा पुरा गरिदिनु पर्ने होला कसको मलाई देखाएर नभन्नु उसको भन्दा ल ठिक छ सुन्नु अब तपाईँलाई मैले एउटा सजिलो क्वेसन के सोधेँ यो नि आइक्यू छ होइन यो चाहिँ आइक्यू छ तर सजिलो यसको एन्सर चाहिँ भन्नु नि त के गर्नुपर्छ त्यो त तपाईँको पोइन्ट अफ भ्यू मागेको हो क्या यसको उत्तरै छैन नि त खुसी राख्नलाई चाहिँ के गर्नुपर्छ भने तपाईँको पोइन्ट अफ भ्यू पो खोजेको आइक्यू होइन त्यो चाहिँ यो चाहिँ यो मैले जुन सोधेको चाहिँ अब यो चाहिँ आइक्यू क्वेसन है ल तपाईँलाई नै सोधेँ मैले ल 87 88 79 मा कुन ठुलो 87 88 79 मा 79 नै ठुलो कसरी 87 88 79 गन्दै जान्छ 88 88 ठुलो त्यो त गन्दै जान्छ त कसरी 87 88 79 80 त 80 हो हैन 87 79 80 81 82 83 84 85 86 87 79 नै ठुलो हैन नि दाइले सोध्नु न 79 नै ठुलो 80 81 85 ल तपाईँको विचारमा कुन ठुलो भन्नु त बाबै मलाई यो 87 88 के रे 87 88 79 मा कुन ठुलो उल्टो छ 87 88 79 कुन ठुलो 87 88 79 तपाईँलाई नि सोध्छु 87 नै हो 87 त सानो हो 79 नै ठिक भयो के 79 नै ठुलो गर्नु त 88 88 हो गन्दै जानु त कतिसम्म गर्नु हुँदो रहेछ 88 निसी 87 79 त्यसपछि कति आउँछ 79 80 फेरि गन्दै जानु न 80 बाट गन्दै जानु त गन्दै जानुस् त गन्दै जानु न 80 81 82 83 84 85 86 87 88 79 89 नै ठुलो भयो त बढ्दै जाने त अनि घट्ने हो र मैले 89 भनेकै छैन नि त मैले भने 87 88 79 मा चाहिँ कुन ठुलो पो भनेको त त्यो 79 नै भयो 88 ठुलो हुन्छ क्या 88 यही त आइक्यू भनेको त्यही त यो त 80 बाट सुरु भएर फेरि 88 भएर 89 मा लाग्ने हो 79 भनेको 79 पछि 80 आउने हो दाइ पनि 87 88 एकै लाग्ने होइन त्यसपछि चाहिँ 89 आउनु पर्ने ल ठिक छ अब अर्को क्वेसन यतैबाट गर्छु ल म श्रीमानको मृत्यु भएकी महिलालाई विधवा भनिन्छ भने श्रीमतीको मृत्यु भएको श्रीमानलाई के भनिन्छ म तपाईँलाई सोध्छु मलाई यो त थाहा छैन यार तपाईँ भन्ने ल तपाईँ भन्नु के अरे क्वेसन मरेको श्रीमतीलाई चाहिँ विधवा भनिन्छ भने होइन मरेको श्रीमानलाई चाहिँ के भन्छ ए त्यस्तो हो के भन्छ रारा रे रारा हाम्रो त रारा भन्छन् रारा स्वानी मोरेकलाई हो रारा के भनिन्छ हजुर यसको हैन रारा भन्छ नि त हाम्रोतिर गाली गर्ने बेला पनि कोही श्रीमती मरेलै हैन यो जुई मर्याउ रारो भन्छन् के रारो रारा रारा भन्छन् तर मिलेन नि अर्कै हो के अर्कै के हो भन्नु त खै देखाउनु त त्यहाँ भनिहाल्छु काम गर्नु न विदुर भनिन्छ क्या विदुर भनिन्छ है यहाँ त्यहाँ लेखेछ के हाल त्यतिकै कहाँ सोझ्या जरे यहाँ विदुर भनिन्छ ल अब अर्को एउटा क्वेसन ल हाम्रो यता तेजेन्द्र सर हुनुहुन्छ हाम्रो उहाँ एकदम चर्चित अहिलेको होइन मोडल जल्दा बल्दा एउटा यो अलिकति कस्तो छ भने डबल मिनिङ टाइपको छ तर डबल मिनिङ चाहिँ होइन त्यस्तै टाइपको छ तयार हुनुहुन्छ है जति सफा गर्यो त्यति कालो हुन्छ के हो जति सफा गर्यो त्यति कालो सफा गर्दा सेतो हुनुपर्ने तर कालो हुन्छ है जति सफा गर्यो त्यति कालो हुने है के हो दारी मोठार्नु भयो कपाल हो जति धोए पनि कालै हुन्छ तर त्यो फिक्स त्यो होइन फिक्सै हो होला तपाईँको विचारमा कपाल हो हजुरको विचारमा आँखाको नानी त्यही भन्नु लाग्छ हैन
जति सफा गरे कालो जति सफा गरे त्यति कालो हुन्छ। यो शरीरकै अङ्ग हो? शरीरको अङ्गभन्दा बाहिर बाहिर हो? बाहिरै पो के हो त कालो कपडा होला नि। कालो कपडा तपाईँ बुझ्दैन कालो कपडा हजुर? मलाई ट्याक्कै याद भएन। खासमा यो कालो कपडा पनि मिल्छ कपाल पनि मिल्छ तर यसको यसको एक्ज्याक्ट चाहिँ ब्ल्याक बोर्ड हो क्या ए ब्ल्याक है। ल अब एउटा एउटा गीत सुनौँ न त। एउटा तस्बिर भेटियो बैसाको खिच्ने मान्छे अर्कैको भइसक्यो म जस्तै एक्लै हुनेछौ म यसरी हारिदिन्छु कि तिमी जितेर पनि रुनेछौ भेटियो बैसाको खिच्ने मान्छे अर्कैको भइसक्यो म जस्तै एक्लै हुनेछौ म यसरी हारिदिन्छु कि तिमी जितेर पनि रुनेछौ म यसरी हारिदिन्छु कि तिमी जितेर पनि रुनेछौ। धन्यवाद। यो भनाइ चाहिँ कसलाई भन्नुभएको? यो कस्तो आफ्नो जसलाई मेल खान्छ उसलाई। मतलब तपाईँले यो गीत चुज गर्नको लागि यो जुन शब्द छ नि म हारेर तिमी जित्नेछौ अथवा म रोएर तिमी हाँस्नेछौ भन्ने भयो नि हरेक प्रेम जोडीहरूलाई विशेष गरी तपाईँको आफ्नो त होइन कतै कतै हुन नि सक्छ। तपाईँ विवाहित हो कि अविवाहित? विवाहित विवाहित है। अहिले त विवाहित पुरुषहरूको पनि बाहिर हुन्छ भन्ने चलन छ गर्लफ्रेन्ड बनाउँदै हिँड्छ भन्ने पनि चलन छ होइन घरवाली र बाह्रवाली भन्छन् होइन तपाईँको के छ गर्लफ्रेन्ड छ कि छैन बाहिर? छैन नि त्यस्तो त। अनि छ भन्ने कुरा सुनेको थिएँ क्या मैले। होइन यो त होइन यो अलि यो घर तपाईँले घरको श्रीमतीले चाहिँ थाहा पाउनुहुन्छ मार्नुहुन्छ भनेर छैन भन्दा क्यामेरा बन्द भएपछि भन्नुभयो विषय। ल ठिक छ। अब हाम्रो चाहिँ भूमिकाजी हुनुहुन्छ उहाँको स्वरमा पनि एउटा गीत सुनौँ त्यसपछि कुराकानी गरौँ न त एउटा मिठो स्वरमा। साथीले मलाई छोडेर गयो नराम्री देखेर मैले झै माया गर्ने त पाउनौ राख है लेखेर पुसलाई नदिनु जाडो बढ्यो भनी दोष पुसलाई नदिनु मलाई धोका दिए के रे उसलाई नदिनु मलाई धोका दिए के रे उसलाई नदिनु। ए तपाईलाई धोका दिइसक्यो? छैन अब धोका भन्ने कुरा त बाल्यकालको अवस्था मलाई लभ पर्ने। तपाईँ बाल्यकालमै लभ गर्नु भएको थियो? बाल्यकालमा यसो लभ सब पार्दा बेला अलिअलि त्यस्तो भयो होला। बाल्यकालमै लभ गर्ने बाल्यकालमै ब्रेकअप हुने अनि अहिले चाहिँ अनि बुढी कन्या बस्ने टाइपको के हो? म त बुढी कन्या नि हो बुढी कन्या। अब बिहे नगर्ने? एउटा खोजिदिनु पऱ्यो क्या मलाई। अब यस्तो छ अब मैले फेरि बेच्न ल्याए जस्तो हुन्छ कि चेलीबेटीलाई त्यो बेच्न होइन कि तपाईँले खोजिदिनुहोस् न है। मैले खोजेको मन पर्दैन होला। दाइले खोजेको मान्छे दाइ जस्तै कालो होइन मन कालो के अरे मान्छे कालो भने मन सेतो छ नि त उहाँको मन सफा छ। मन त म त दाँत मात्रै सेतो भन्नु न केजना सर के मलाउलु गरेर होला ठिकै छैन। मेरो के अरे काला कालो भयो भने तिम्रो भन्दा सेतो मन छ भन्दिनु न हैन? तिम्रो भन्दा सेतो छ मन। ल ठिक छ हाम्रो अन्तिममा छ। म दुईटा क्वेसन मात्रै सोध्छु त्यसपछि हामी छुट्टिन्छौँ होइन? तपाईँबाट जाउँ। हजुर जति घोट्यो त्यति सानो हुन्छ क्या?
जति घोट्यो त्यति सानो के भनेको जति घट्यो त्यति सानो हुन्छ क्या जति घोट्यो त्यति सानो मन जाने जानु ल त्यो त भन्छ न तपाईँको विचारमा भन्नु न तपाईँको जान्नेले त बस्छ आफ्नो विचार मेरो आज दिमागै चले छैन कि नत्र भटाभट भन्ने मान्छे दिमाग नि चल्छ पास हो म पास गरेँ ल तपाईँ जति घट्यो त्यति सानो हुन्छ साबुन साबुन राइट जति घट्यो त्यति सानो हुन्छ नि त थाहा छ थाहा छ रे फेरि भन्नु अहिले थाहा पाउनुभयो अहिले त थाहा पाएँ नि अब एउटा डबल मिनिङ क्वेसन गर्छु होइन उता गर्नु न उहाँलाई होइन यहाँ छेउमा यताबाट सोध्दै जान्छु खासै यो नराम्रो त होइन मेडिकल सम्बन्धी छ होइन अब यो सबैले युज पनि गर्छन् तर यो लाज मान्ने पर्ने कुरा पनि छैन हुन त मान्छेहरूले नराम्रो कमेन्ट गर्ला त्यो एउटा सोध्छु अनि हामी छुट्टिन्छौँ है तपाईँबाट ल उहाँलाई ठिक हो अनि मलाई पनि हो तर यताबाट सुरु गर्छ ल कन्डमलाई नेपालीमा के भनिन्छ दाल ल पहिले आइहाल्यो नि कस्तो एक्सपिरियन्स रहेछ यार तपाईँ अनि पहिले एन्सर थाहा पाउनु भयो त अनि म त कन्फ्युज हुनुहुन्छ कि भनेको तर थाहा रहेछ अब के भन्नु त त्यही हो रियल हो नि हो त नेपालीमा सबैले युज गर्छन् हामीले रेडियोमा सुने पनि त हो नि होइन के भनेर गीत थियो त्यो पहिला भन्नु त के हो यो रेडियोमा त तपाईँले सुने हुनुपर्छ क्या गाउँमा गीतै थियो दही ढाला नै हो ढाला नै हो त्यो भन्ने गीत थियो है परिवार नियोजनको लागि अलि अस्थायी साधन हो त्यो होइन गाली नगर्नुलाई त्यो लाज मान्ने कुरो छैन यो त अब हामी फेरि यस्तो हो नि त हामी लाज एडभर्टाइज गर्छ यसको यो त झन् नराम्रो कुराहरूलाई रोक्ने यो त झन् राम्रो हो नि होइन हो राम्रो धेरै राम्रो हो धेरै बुझे पारेर बुझ्नेलाई राम्रो हो बुझेर चाहिँ यो रफ बोलो भन्नेहरूलाई फेरि राम्रो होइन यो सोचेर बुझेर कमेन्टहरू गर्नु होला तर तपाईँले युज चाहिँ कति गर्नुहुन्छ मैले त यस्तो अब खासै त्यति धेरै गर्दिनँ कहिले काहीँ अब तपाईँले घुमाइ फिराइ ल्याएर ठिक छ यो रमाइलो कुराकानी हो तपाईँले नि त मैले भन्दा धेरै गर्नु रहेछ तर तपाईँले त्यस्तो प्रश्न सोध्नु म त प्रश्न मात्रै सोध्छु नि त काम गर्दिनु अन्तमा के भन्न चाहनुहुन्छ धेरै धेरै धन्यवाद एकदम रमाइलो पनि भयो होइन इन्टरटेनमेन्ट भयो एकदम खुसी लाग्यो अब के कुराहरू नकारात्मक नबुझ्दिनु होला सकारात्मक बुझ्दिनु होला भन्न चाहन्छु ठिक छ राम्रो छ हजुर के भन्नुहुन्छ म पनि त्यही हो राम्रो भयो फोटोकपी ठिक छ हजुर के भन्नुहुन्छ सम्पूर्ण दर्शकलाई नमस्कार म आज अलि बिरामी भएको भएर गीत गाउन मानेन किन भन्नु होला यो पुरै भिडियो हेरेर मलाई कमेन्ट गरिदिनु होला किनभने मलाई अलिक गाह्रो भएको छ अनि हाम्रो चाहिँ विजय भाइ अनि भूमिका बहिनी उहाँहरूले अब मलाई जे जस्तो भने तापनि उहाँहरूले मलाई एकदम माया गर्नुहुन्छ सम्मान गर्नुहुन्छ दाइ भनेर भाइ बहिनीलाई एकदम स्वागत सम्मान सहित अनि एकदम अगाडि बढ्नु होला अलिक गीत सङ्गीतमा विजयजीलाई मैले भनिसकेको छु काठमाडौँ आउनुहोस् हिँड्नुहोस् मसित भनेको छु उहाँले राम्रो गीत गाउनुहुन्छ तपाईँले अवसर एउटा दिने भयो मैले तयार बाचा गरिसकेँ ल विजयजी तपाईँलाई एउटा गीत रेकर्ड गर्नको लागि हाम्रो तेजेन्द्र परियार कलौटे सरले चाहिँ गीत रेडी छ रे छ अब तपाईँलाई इच्छुक छ भने काठमाडौँ जान सक्नुहुन्छ एकदम धेरै धेरै धन्यवाद दाइ यो अवसरको लागि होइन यो हाम्रो लागि राम्रो कुरा हो एउटा कुना कन्दरामा लुकेर रहेको प्रतिभालाई काठमाडौँ लिन्छु र एउटा गीत दिन्छु भन्नु नै एउटा महान कुरा हो होइन जसले जे भने पनि नकारात्मक कमेन्ट गरे पनि गाली गरे पनि दाइको मन एकदम स्वच्छ छ सफा छ होइन कहिलेकाहीँ बोल्ने क्रममा माथि के कुराहरू समस्या हुन्छ कहिलेकाहीँ स्वाभाविकमा लिनु होला होइन दाइको मन एकदम सफा छ राम्रो हुनुहुन्छ एकदम खुसी लाग्यो दाइसँग भेट्न पाउँदाखेरि यो अवसरको लागि धेरै धेरै धन्यवाद